मध्ये एउटा यो पनि छ कि कम्युनिस्टहरूले धर्म मान्नै दिँदैन। वास्तवमा हामीले के भनेका थियौं? हामीले भनेको कुरा के हो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ र समाजमा धार्मिक स्वतन्त्रता प्रदान गर्नुपर्छ। हामीले भनेको यही दुईटा वाक्य हो। 1 मिनेट समय लिएर यसको व्याख्या गर्ने हो भने म यहाँहरूलाई भन्न चाहन्छु कि आजसम्म 30 वर्ष मुलुकको सार्वभौम सत्ता राजाको हातमा थियो। यो आन्दोलनले सार्वभौम सत्ता राजाको हातबाट खोसेर जनताको हातमा ल्याएको छ। जनताको हातमा ल्याएको छ भन्दाखेरि यो के कुन धर्मका जनताको हातमा, कुन जातिका जनताको हातमा, कुन भाषा बोल्ने जनताको हातमा, कुन संस्कृति पालन गर्ने जनताको हातमा आएको हो यो सार्वभौम सत्ता। मलाई लाग्छ यो कुनै एउटा भाषा, एउटा जाति, एउटा धर्म, एउटा सम्प्रदाय र एउटा संस्कृतिको हातमा आएको होइन। यो त नेपाली जनताको हातमा आएको जो बहुधार्मिक छन्, बहुजातीय छन्, बहुभाषिक छन् र बहु संस्कृतिलाई पालन गर्ने जनताहरू छन्। त्यसो हुनाले सबै जनताको हातमा आएको र यदि सबै जनताको हातमा सार्वभौम सत्ता अधिकार आएको हो भने सार्वभौम सत्ताको अधिकारको प्रयोग कहाँबाट हुन्छ? त्यसको प्रयोग राज्यबाट हुन्छ, राजनीतिक निकायहरूबाट हुन्छ, राजकीय निकायहरूबाट हुन्छ। त्यसो भएको हुनाले राज्य पनि कुनै एउटा जाति विशेषको, कुनै एउटा भाषा विशेषको, कुनै एउटा धर्म विशेषको, सम्प्रदाय विशेषको, संस्कृति विशेषको हुन सक्दैन। यही कुरामा हाम्रो बहस वादविवाद हो। र यहाँहरूलाई संविधान जब आयोगबाट प्रस्तुत भइसकेपछि मन्त्रीमण्डलले छलफल गर्नेवाला थियो र त्यसबेला हामीले भनेका थियौं कि यो आयोगले तयार गरेको संविधान जस्ताको तस्तै आउनुपर्छ भनेर हामीले भनेका थियौं। अनि हामीले भनेको त्यो कुरालाई गणेश मानजी जस्तो आफूलाई नेपाली कांग्रेसको मात्र होइन झन्नै नेपाली जनताकै सर्वमान्य समेत ठान्न पुग्ने त्यस्तो व्यक्तित्वले पनि कम्युनिस्टहरू बहुत उल्फा कुरा गर्छन्। यो त मस्यौदा हो, यसमा रेप पनि, बिन्दु विसर्ग पनि, कमा पनि यताउता गर्नु हुँदैन रे। यस ढंगले कम्युनिस्टहरूको विचारको खिल्ली उडाउनेवाले कोसिस गर्नुभयो। तर जब धर्मकै सवाल उठ्छ भने ठिक त्यहाँ एउटा कमा लगाइयो, एउटा कमा मात्रै थपियो। तर त्यति कमा थप्नाले हिन्दू अधिराज्य हो, हिन्दू राष्ट्र हो भन्ने कुरा यो संविधानमा भएको छ। र जब नेपाली कांग्रेस यो राज्यलाई हिन्दू अधिराज्य बनाउन चाहन्छ, जब नेपाली कांग्रेस हिन्दू धर्मलाई राज्यले काखमा च्याप्नुपर्छ र अरूलाई उपेक्षा गर्नुपर्छ भन्ने कुरा गर्छ, उसले वास्तवमा के यहाँका बहुधार्मिक जनताप्रति न्याय गरेको छ? के धर्म सापेक्ष राज्य कुनै प्रजातान्त्रिक राज्यको परिभाषा हुन सक्छ?